ब्रह्माण्डका अनगिन्ती रहस्यहरू खोतल्ने यस विशेष प्रस्तुतिमा स्वागत छ। आज हामी एउटा यस्तो विषयमा कुरा गर्दैछौँ जसले दशकौंदेखि वैज्ञानिक र विज्ञान कथा प्रेमीहरू दुवैको दिमाग तताएको छ, वर्महोल। के वर्महोल हलिउड फिल्मको गफ मात्र हो त वा यसमा साँच्चीकै कुनै गणितीय जादु लुकेको छ? एकछिन सोचौं त, के कुनै दिन यस्तो आउला जहाँ हामी यो विशाल ब्रह्माण्डको एक कुनाबाट अर्को कुनामा आँखा झिम्काएको भरमा पुग्न सकौं? सुन्दा पागलपन जस्तो लाग्छ नि, होइन र? तर अन्तरिक्ष अन्वेषणको सबैभन्दा ठूलो चुनौती र सपना नै यही हो। ल, अब सिधै विषयवस्तुमा प्रवेश गरौं। आज हामी मुख्य रूपमा यी कुराहरू हेर्नेछौं: विशाल अन्तरिक्षको समस्या, न्युटन र आइन्स्टाइनका विचारहरू, स्पेस टाइम कसरी खुम्चिन्छ, एक्जोटिक म्याटरको रहस्य, अनि समय यात्रा र भविष्यको अन्तरिक्ष यात्रा। सुरु गरौं है त। पहिलो खण्ड, विशाल अन्तरिक्षको समस्या। यो असीमित ब्रह्माण्डमा हाम्रो मानव जातिको स्थान कति सानो छ भन्ने कुरा विचारणीय छ। हबल टेलिस्कोपले त हाम्रो होसै उडाइदियो। यसले के देखायो भने ब्रह्माण्ड हामीले चिताए भन्दा पनि कैयौं गुणा विशाल छ। विशाल ब्ल्याक होलहरू, सुपरनोवा विस्फोटहरू अनि निकै टाढाका नेब्युलाहरू। र सबैभन्दा अचम्मको कुरा त के भने यो ब्रह्माण्ड झनपछि झन फैलिरहेको छ। अर्थात् हाम्रा गन्तव्यहरू हरेक सेकेन्ड हामीबाट अझै टाढा जाँदैछन्। त्यसैले अहिलेको हाम्रो प्रविधिले यो दूरी पार गर्नु भनेको असम्भव नै हो। प्रकाशकी गतिमा कुद्ने हो भने पनि मान्छेको एउटा जीवनकालमा ब्रह्माण्डको अर्को कुनामा पुग्न सकिँदैन। यो अकल्पनीय दूरी आधुनिक विज्ञानको लागि एउटा कहिल्यै भत्काउन नसकिने पर्खाल जस्तै बनेर उभिएको छ। अब लागौं दोस्रो खण्डतिर, न्युटन भर्सेस आइन्स्टाइन। यो असम्भव जस्तो लाग्ने पर्खाल भत्काउन भौतिक विज्ञानमै एउटा ठूलो क्रान्ति आउनु जरुरी थियो। यहाँनिरको कुरा एकदमै चाखलाग्दो छ। न्युटनका अनुसार गुरुत्वाकर्षण भनेको दुई वस्तुबीचको अदृश्य तान्ने बल हो, चुम्बक जस्तै। तर आइन्स्टाइनले यसलाई पुरै उल्टाइदिए। उनका अनुसार गुरुत्वाकर्षण भनेको तान्ने बल हुँदै होइन, यो त स्पेस टाइम अर्थात् अन्तरिक्ष र समयको जालीमा आएको खुम्च्याई वा वक्रता पो हो त। यो सोचाइ नै एउटा गेम चेन्जर थियो। र यहीबाट सुरु हुन्छ हाम्रो तेस्रो विषय, स्पेस टाइमको वक्रता। आइन्स्टाइनको यही गजबको सिद्धान्तले नै वर्महोलको ढोका खोल्छ। स्पेस टाइम भनेको भौतिक अन्तरिक्षका तीनवटा आयाम र समयको एउटा आयाम मिलेर बनेको एउटा निरन्तर जाली हो। यसलाई एउटा तन्किएको ट्र्याम्पोलिन जस्तै सम्झौं। जब सूर्य वा पृथ्वी जस्तो कुनै गह्रौं वस्तु त्यो ट्र्याम्पोलिनमा बस्छ, त्यसले त्यहाँ एउटा गहिरो खाल्डो बनाउँछ। त्यही खाल्डोले गर्दा नै वरपरका कुराहरू कसरी घुम्छन् भन्ने तय हुन्छ। त्यसो भए वर्महोल भनेको चाहिँ के हो त? यदि त्यो जाली खुम्चिन वा दोब्रिन सक्छ भने दुईवटा अति टाढाका बिन्दुहरू जोडिन पनि सक्छन्। एउटा कागजको पानालाई सम्झौं, दुई छेउमा दुईवटा थोप्ला छन्। सीधा रेखा कोर्दा लामो बाटो पर्छ, तर त्यो कागजलाई नै दोबारेर ती दुई थोप्लालाई एकै ठाउँमा ल्याइयो भने नि? हो, वर्महोलले स्पेस टाइममा ठ्याक्कै त्यही गर्छ। यो भनेको ब्रह्माण्डको एउटा कस्मिक सर्टकट हो। अनि सबैभन्दा अचम्मको कुरा के हो थाहा छ? यो कुनै साइफाई मुभीको प्लट होइन। आइन्स्टाइनका आफ्नै गणितीय समीकरणहरूले यो कुरा पूर्ण रूपमा सम्भव छ भनेर प्रमाणित गर्छन्। गणितले भन्छ वर्महोल बन्न सक्छ। त्यसैले यो फगत कल्पना मात्र होइन, एउटा ठोस गणितीय यथार्थ हो। तर पख्नुस्, कुरा त्यति सजिलो पनि छैन। अब आउँछ हाम्रो चौथो खण्ड, एक्जोटिक म्याटरको आवश्यकता। गणितले हुन्छ भने पनि भौतिक रूपमा यसलाई बनाउन ठूलो पहाड फुटाउनु छ। प्रख्यात भौतिकशास्त्री जन व्हीलरको एउटा सिद्धान्त छ। उनका अनुसार एकदमै सूक्ष्म स्तरमा अर्थात् क्वान्टम लेभलमा कणहरू उम्लिरहेको पानीको फोका जस्तै निरन्तर बन्ने र फुट्ने गरिरहन्छन्। यही उथलपुथलले गर्दा प्रकृतिमा आफै साना एकदमै अस्थिर वर्महोलहरू बनिरहेका हुन्छन् र हराइरहेका हुन्छन्। तर ती कति साना हुन्छन्? सुन्दा पत्याउन गाह्रो पर्छ। 10⁻³ सेन्टिमिटर। यसलाई प्लाङ्क स्केल भनिन्छ। यो भनेको एउटा सानो एटम भन्दा पनि खर्बौं गुणा सानो हो। यति सानो दुलोमा त केही कुरा छिराउने कल्पना पनि गर्नै सकिँदैन। हो, यहीँनिर हामीलाई एउटा जादुमयी कुरा चाहिन्छ, जसलाई एक्जोटिक म्याटर भनिन्छ। यो यस्तो सैद्धान्तिक पदार्थ हो जसमा नेगेटिभ इनर्जी डेन्सिटी र नेगेटिभ प्रेसर हुन्छ। अर्थात् यसले तान्ने होइन, उल्टो बाहिरतिर धकेल्ने काम गर्छ।
त्यो अति सानो वर्महोललाई तन्काएर ठूलो बनाउन र त्यसलाई नभत्किने गरी थामेर राख्न यो पदार्थ नभई हुँदैन। यो कुरालाई अझ प्रष्ट पार्न यहाँ सामान्य पदार्थ र एक्जोटिक म्याटर बीचको भिन्नता देखाइएको छ। सामान्य पदार्थले गुरुत्वाकर्षणको कारणले वर्महोललाई भित्रतिर तान्छ र बन्द गरिदिन्छ, तर एक्जोटिक म्याटरले ठ्याक्कै उल्टो गर्छ। यसले बाहिरतिर धकेल्छ, जसले गर्दा वर्महोलको ढोका खुल्लै रहन्छ। यो एकदमै महत्त्वपूर्ण कुरा हो। यदि यो एक्जोटिक म्याटर नहुने हो भने के हुन्छ त? साधारण कुरा हो, वर्महोलभित्र छिर्ने बित्तिकै सामान्य पदार्थको तौलले गर्दा त्यो बाटो तुरन्तै भत्किन्छ र भित्र पस्ने जो कोही वा जेसुकै पनि पूर्ण रूपमा नष्ट हुन्छ। भित्ताहरूलाई टाढा राख्ने त्यो नेगेटिभ प्रेसर भएन भने वर्महोलको यात्रा एउटा निश्चित मृत्युमार्ग बन्न पुग्छ। अब लागौं पाँचौं खण्डतर्फ, समय यात्रा र ब्रह्माण्डहरू। मानौ कुनै दिन हामीले यो एक्जोटिक म्याटर फेला पार्यौं रे, त्यसपछि के हुन्छ त? त्यसपछिको नतिजा त साँच्चै नै हाम्रो कल्पनाभन्दा बाहिरको हुनेछ। वर्महोलले अन्तरिक्षको दूरी मात्र छुट्याउँदैन, यसले त समयलाई नै मोड्न सक्छ, जसको सीधा अर्थ हुन्छ टाइम ट्राभल, अर्थात् समय यात्रा सम्भव हुनु। अझै रमाइलो कुरा त के भने यसले हाम्रो ब्रह्माण्डलाई अरू समानान्तर ब्रह्माण्डहरू अर्थात् प्यारलल युनिभर्ससँग जोड्ने पुलको काम पनि गर्न सक्छ। यो त साँच्चै नै विज्ञानको सम्पूर्ण नियमहरू नै बदल्ने कुरा भयो। अन्तमा छैठौं खण्ड, भविष्यको अन्तरिक्ष यात्रा। यहाँनिर आएर हामीले गणित र हाम्रो वर्तमान क्षमता बीचको खाडललाई हेर्नुपर्ने हुन्छ। प्रख्यात भौतिकशास्त्री मिचियो काकुको एउटा निकै सान्दर्भिक भनाइ छ, जुन कुरा गणितीय रूपमा सम्भव छ त्यो अन्ततः यथार्थमा पनि अस्तित्वमा आउनेछ। यो भनाइले हामीलाई साँच्चै नै एउटा ठूलो आशा र उत्साह दिन्छ। यसको मुख्य चुरोकुरो के हो भने हामीलाई ब्रह्माण्डको नियम वा गणितले रोकेको होइन। अन्तरिक्ष यात्राको लागि गणित एकदम तयार छ। मुख्य बाधक भनेको हाम्रो आफ्नै प्रविधि हो। ब्रह्माण्डीय समयको मापनमा हेर्ने हो भने हाम्रो इन्जिनियरिङ क्षमता त भर्खर बामे सर्दैछ। हामीले त्यो गणितीय सम्भावनालाई प्राविधिक यथार्थमा बदल्न मात्र बाँकी छ। त्यसैले जाँदा जाँदै एउटा ठूलो प्रश्न छोडेर जाउँ कि मानव जातिको प्रविधिले कहिले ब्रह्माण्डको यो उन्नत गणितलाई भेट्टाउन सक्ला, वा हामी सधैँभरि यही हाम्रो सानो सौर्यमण्डलमै खुम्चिएर बसौला त? यो यस्तो प्रश्न हो जसले हामीलाई सधैँ अचम्मित बनाइरहनेछ।